हेलो एन्ड नमस्ते यहाँहरु सबैजनालाई एकदम हार्दिक स्वागत छ हाम्रो यस लर्निङ प्लेटफर्ममा। सो हामीले चाहिँ एप्लिकेसन अफ डेरिभेटिभ अन्तर्गतका डिफरेन्ट टपिकहरु चाहिँ स्टडी गरिरहेका छौं। सो आज चाहिँ हामीले लोकल म्याक्सिमा र लोकल मिनिमाको बारेमा कुरा गर्छौं। सो कुनै पनि फंक्सनको लोकल म्याक्सिमा र लोकल मिनिमा भनेको के हो जियोमेट्रिकली हेर्छौं र त्यसलाई चाहिँ कसरी डेरिभेटिभको थ्रुबाट कुनै पनि फंक्सनको लोकल म्याक्सिमा र लोकल मिनिमालाई कसरी फाइन्ड आउट गर्न सकिन्छ भनेर हामीले चाहिँ आजको भिडियोमा आजको यस लेक्चरमा चाहिँ हेर्नेछौं है त। सो यो भन्दा पहिला चाहिँ मैले इन्क्रिजिङ फंक्सन र डिक्रिजिङ फंक्सनको जियोमेट्रिकल इन्टरप्रिटेसन प्लस न्यूमेरिकल चाहिँ त्यहाँ गराइसकेको छु। अनि त्यसपछि चाहिँ तपाईको कन्केभिटी अफ अ फंक्सन कन्केभ अपवर्ड र कन्केभ डाउनवर्ड भनेको के हो र कसरी चाहिँ जियोमेट्रिकली इन्टरप्रिटेसन गर्न सकिन्छ र त्यसलाई चाहिँ कसरी डेरिभेटिभको थ्रुबाट फाइन्ड आउट गर्न सकिन्छ भनेर चाहिँ मैले पढाइसकेको छु। तपाईले हेर्न सक्नुहुन्छ, च्यानलमा भिजिट गर्न सक्नुहुन्छ अथवा लिंक तल डिस्क्रिप्सनमा लिंक दिएको छ, त्यहाँबाट चाहिँ तपाईले चाहिँ सजिलैसँग हेर्न सक्नुहुन्छ। सो आज चाहिँ लोकल म्याक्सिमा एन्ड लोकल मिनिमा कसरी फाइन्ड आउट गर्ने र जियोमेट्रिकली यसलाई चाहिँ कसरी रिप्रेजेन्टेसन गर्न सकिन्छ यो कुराको बारेमा डिस्कसन गर्छौं। सो ढिला नगरी आजको सेक्सनलाई चाहिँ सुरु गरिहालौं। ल ओके यहाँनिर हेर्नुहोस् त, म कर्वको थ्रुबाट तपाईलाई यसरी बुझाउन प्रयास गर्नेछु। तपाईले चाहिँ लोकल म्याक्सिमा र लोकल मिनिमा भनेको कस्तो पोइन्ट हो, त्यो पोइन्ट हो कर्वको, त्यो कस्तो पोइन्ट हो त्यसरी चाहिँ हामीले हेर्छौं। हेर्नुहोस् है, सो यहाँनिर हेर्नुहोस् है, सो कुनै कर्व छ यो हेर्नुहोस् है, यतातिर के छ एक्स एक्सिस, माथितिर के छ वाई एक्सिस। कुनै फंक्सन y = f of x भन्ने कुनै फंक्सनको चाहिँ कर्व छ। सपोज तपाईले चाहिँ कर्वको फंक्सन यसरी पाउनुभयो, कर्वको ग्राफ चाहिँ यसरी पाउनुभयो भने अब यहाँनिर हेर्नुहोस् त, कुनै इन्टरभलमा सपोज यो सानो इन्टरभल छ, यो a प्लस यो b भन्ने इन्टरभलमा चाहिँ तपाईले चाहिँ कर्वलाई ड्र गर्दाखेरि यसरी कर्व पाउनुभयो भने लोकल म्याक्सिमा र लोकल मिनिमा भनेको पोइन्ट हो। कुनै पनि फंक्सनको चाहिँ कर्वले दिने सबभन्दा हाईएस्ट पोइन्टलाई लोकल म्याक्सिमा भनिन्छ र कुनै पनि फंक्सनको कर्वले दिने सबभन्दा लोएस्ट पोइन्टलाई भन्छ लोकल मिनिमा भनिन्छ। लोकल भन्ने बित्तिकै तपाईको दिमागमा के आउँछ, लोकल भनेको कुनै एउटा सानो एरिया, सानो नेबरहुडलाई चाहिँ कभर गर्छ। अब यहाँनिर हेर्नुहोस् त, लोकल म्याक्सिमा र लोकल मिनिमा भनेको एउटा स्मल इन्टरभलको लागि हुन्छ। जस्तो यहाँनिर एबी भन्ने इन्टरभल छ तर यो कर्व चाहिँ के छ, यति लामो छ हो। लोकल मिनिमा र लोकल म्याक्सिमा भनेको फंक्सनको पोइन्ट हो के। जस्तो यहाँनिर हेर्नुहोस् त, यो यति हेरे मैले, यहाँनिर हेर्नुहोस् यो फंक्सनको मैले नै यहाँनिर यति हेरे, यो पार्टलाई मात्र हेरे, यो पार्टलाई मात्र हेरे भने यो कुनै पनि फंक्सन चाहिँ यहाँनिर कति छ, म्याक्सिमम छ। यो फंक्सनले यहाँनिर कति दिन्छ, म्याक्सिमम भ्यालु देला। यहाँनिर कति देला, सपोज y = f of x1 डैश देला हैन। यहाँनिर के छ, x को यतातिर x को भ्यालु बढ्दै जाला हैन, x को भ्यालु बढ्दै जाला, यतातिर x को भ्यालु के हुन्छ, बढ्दै जान्छ किनभने x एक्सिस छ। अब x को भ्यालु यहाँ लिएर फंक्सनमा राख्दाखेरि सपोज यहाँनिर एउटा चाहिँ के देला, फंक्सनले चाहिँ म्याक्सिमम भ्यालु देला। अब यहाँनिर एउटा थोरै हेर्नुहोस् त, अब फेरि यहाँनिर चाहिँ गरे भने मैले फंक्सनको यहाँनिर के देला, यो भन्दा अलिकति कम देला, यो भन्दा अलिकति कम देला। यहाँनिर मैले ग्राफ पनि हेरिरहेको छु, यहाँनिर यो भन्दा कम देला, तर यहाँनिर फेरि के देला, यहाँनिर झन् कम देला, फेरि यहाँनिर कति देला, यहाँनिर झन् कम देला हो। यो नजिकको इन्टरभल छ नि, यो जो मैले चेक गरिरहेको छु नि फंक्सनका पोइन्टहरु हो, यहाँनिरको पोइन्टले यो सबभन्दा हाईएस्ट अथवा सबभन्दा म्याक्सिमम भ्यालु जानेर दिन्छ, त्यसलाई भन्छ लोकल म्याक्सिमा। तर यहाँनिर सबभन्दा नजिकको सबभन्दा कम भ्यालु कहाँनिर दियो, यहाँनिर दियो, यो भनेको के हो, लोकल मिनिमा अथवा मिनिमम भ्यालु, लोकल मिनिमम भ्यालु अथवा मिनिमा। सो यस्तो चाहिँ के भन्छ, यसलाई चाहिँ लोकल म्याक्सिमा र लोकल मिनिमा भन्छ। सिम्पली तपाईले के बुझ्नुहोस् भने फंक्सनको सानो एउटा नेबरहुडतिर फंक्सनको कर्वको सबभन्दा एउटा सानो नेबरहुडलाई लिँदाखेरि सब फंक्सनले दिने सबभन्दा हाईएस्ट भ्यालुलाई लोकल म्याक्सिमा भनिन्छ र फंक्सनले त्यो कर्वमा दिने सबभन्दा सानो पोइन्टलाई के भन्छ अथवा सानो पोइन्टलाई लोकल मिनिमा भन्छ। सो अब यहाँनिर डेफिनेसन पनि छ, मैले यहाँ लेखिदिएको छु हेर्नुहोस् है। अब हेर्नुहोस् त, यहाँनिर मैले सरस्वती पढे, लोकल म्याक्सिमा एन्ड लोकल मिनिमा आर द पोइन्ट इन अ फंक्सन वेयर इट रिचेस अ हाईएस्ट और लोएस्ट भ्यालु विदिन अ स्मल नेबरहुड भन्न खोजेको बुझ्नु भएको छ नि। फंक्सनले दिने सबभन्दा हाईएस्ट भ्यालु र लोएस्ट भ्यालु हो, एउटा पोइन्ट हो यो चाहिँ। यो सबभन्दा स्मल इन्टरभल, कुनै पनि फंक्सनको कर्वको सबभन्दा स्मल नेबरहुडमा दिने हाईएस्ट र लोएस्ट पोइन्टलाई भन्छ
लोकल म्याक्सिमा एन्ड लोकल मिनिमा। अब फाइन्ड आउट कसरी गर्ने त? यो चाहिँ हामीले ग्राफिकल रिप्रेजेन्टेसन थियो अथवा डेफिनेसन थियो। तर अब फाइन्डिङ लोकल म्याक्सिमा एन्ड लोकल मिनिमा कसरी फाइन्डिङ गर्ने त भन्दाखेरि युजिङ द डेरिभेटिभ। फर्स्ट फाइन्ड द फर्स्ट डेरिभेटिभ अफ अ गिभन फङ्सन एफ अफ एक्स। कुनै एफ अफ एक्स भन्ने फङ्सनको छ, त्यसको चाहिँ फर्स्ट डेरिभेटिभ फाइन्ड आउट गर्नुहोस् गरे। एन्ड देन फाइन्ड द क्रिटिकल पोइन्ट द्याट इज एफ ड्यास अफ एक्स इक्वल टु 0। क्रिटिकल पोइन्ट भनेको एफ ड्यास अफ एक्स इक्वल टु 0 हुने पोइन्टलाई भन्छ क्रिटिकल पोइन्ट भन्छ। क्रिटिकल पोइन्ट पनि फाइन्ड आउट गर्नुहोस् गरे। एन्ड अल्सो फाइन्ड द सेकेन्ड डेरिभेटिभ अफ अ फङ्सन। त्यो फङ्सनको चाहिँ सेकेन्ड डेरिभेटिभ पनि फाइन्ड आउट गर्नुहोस् भने। यहाँनिर भन्न खोजेको के, अब यहाँनिर सरस्वती बुझौँ है त। अब हेर्नुहोस्, कुनै फङ्सन दिन्छ तपाईँले वाइ इक्वल टु यो एफ अफ एक्स इक्वल टु कुनै फङ्सन दिला। अब यो फङ्सनको के निकाल्नुहोस्, फर्स्ट डेरिभेटिभ निकाल्नुहोस् गरे, कुनै समथिङ भ्यालु आउला। अब तपाईँलाई चाहिँ के निकाल्नु गरे, क्रिटिकल पोइन्ट निकाल्नुहोस् गरे। क्रिटिकल पोइन्टको लागि एफ ड्यास अफ एक्स इक्वल टु के हुने 0। अब यहाँबाट कुनै फङ्सन आउँछ, यहाँनिर यहाँ राखेर चाहिँ इक्वल टु गरेर चाहिँ तपाईँले चाहिँ क्रिटिकल पोइन्ट निकाल्नुहोस् भने। सो अब चेक कसरी गर्ने त भन्दा लोकल म्याक्सिमा र लोकल मिनिमा कुन कुन पोइन्टमा छ भनेर चेक कसरी गर्ने भने, अब यहाँनिर हेर्नुहोस्, म तपाईँलाई सरस्वती भन्छु फेरि। अब चेक कसरी गर्ने भन्दा इफ डबल डेरिभेटिभ इज ग्रेटर देन 0 एट अ क्रिटिकल पोइन्ट, होइन, त्यो क्रिटिकल पोइन्टलाई डबल डेरिभेटिभमा राख्दाखेरि द फङ्सन हेज अ लोकल म्याक्सिमा एट द्याट पोइन्ट। यदि डबल डेरिभेटिभ इज ग्रेटर देन 0 आयो भने त्यो क्रिटिकल पोइन्ट राख्दाखेरि त्यो फङ्सनको त्यो पोइन्टमा चाहिँ के हुन्छ, त्यो फङ्सन चाहिँ लोकल मिनिमा हुन्छ। पोजिटिभ आयो भने मिनिमा हुन्छ। बट यहाँनिर हेर्नुहोस्, इफ डबल डेरिभेटिभ इज लेस देन 0 एट अ क्रिटिकल पोइन्ट द फङ्सन हेज अ लोकल म्याक्सिमा एट द्याट पोइन्ट। भन्न खोजेको के हो भने, अब यहाँनिर हेर्नुहोस् सरस्वती, हेर्नुहोस् त, यहाँ सर्फेसले हेर्नुहोस्, कुनै फङ्सन छ वाइ इज इक्वल टु एफ अफ एक्स भन्ने कुनै फङ्सन छ। त्यसपछि तपाईँले के गर्नुहुन्छ, फर्स्ट डेरिभेटिभ निकाल्नुहुन्छ हो, फर्स्ट डेरिभेटिभ निकाल्नुहुन्छ कुनै फङ्सनवाला। अनि सेकेन्ड डेरिभेटिभ पनि निकाल्नुहुन्छ, एफ डबल ड्यास अफ एक्स इक्वल टु 0 निकाल्नुहुन्छ। सो तपाईँले फर क्रिटिकल पोइन्ट निकाल्नुहुन्छ। त्यो क्रिटिकल पोइन्ट भनेको फर्स्ट डेरिभेटिभ चाहिँ 0 हुने ठाउँलाई भन्छ क्रिटिकल पोइन्ट भन्छ। यहाँबाट तपाईँको एक्सको भ्यालु आउँछन्, कुनै भ्यालु आउला, सपोज 1 एन्ड 2 आयो। यो 1 एन्ड 2 लाई तपाईँले फर्स्ट डेरिभेटिभमा सेकेन्ड डेरिभेटिभमा राख्नुहुन्छ। यो क्रिटिकल पोइन्ट सपोज कुनै आयो x1 x2 आयो, x1 x2 आयो। सपोज यहाँनिर मैले 2 लाई x1 2 लाई मेटेँ, x1 x2 आयो भने अब तपाईँले चाहिँ अब फर्स्ट डेरिभेटिभ सेकेन्ड डेरिभेटिभमा लिएर राख्नुहुन्छ। मतलब चाहिँ यो क्रिटिकल पोइन्टलाई चाहिँ सपोज मैले चाहिँ x1 राखेँ, x1 इज ग्रेटर देन 0 आयो भने यो ग्रेटर देन 0 आयो भने यो पोजिटिभ आयो। फर्स्ट डेरिभेटिभ सेकेन्ड डेरिभेटिभ चाहिँ पोजिटिभ आयो भने यो फङ्सनले चाहिँ यो पोइन्टमा चाहिँ त्यो फङ्सन चाहिँ के रहेछ, लोकल मिनिमा रहेछ। पोजिटिभ आयो भने मिनिमा। अब यहाँनिर फेरि सिमिलरली मैले चाहिँ अर्को क्रिटिकल पोइन्ट राखेँ, एफ डबल ड्यास अफ x2 राखेँ, माथि पनि एफ डबल ड्यास हो है। एफ डबल ड्यास अफ x2 इज लेस देन 0 आयो भने त्यो फङ्सन अथवा नेगेटिभ आयो भने त्यो पोइन्टमा त्यो फङ्सन चाहिँ के रहेछ, लोकल म्याक्सिमा रहेछ। अथवा पोजिटिभ, यो बुझ्नु पऱ्यो तपाईँलाई, ठ्याक्कै रिभर्स छ। पोजिटिभ छ भने लोकल मिनिमा हुन्छ, नेगेटिभ छ भने के हुन्छ, लोकल म्याक्सिमा हुन्छ भनेर भन्छ। अब यहाँनिर हेर्नुहोस् है, अब यहाँनिर म इक्जाम्पल पनि गराउँछु। फाइन्ड द, यहाँनिर के लेखा छ क्वेसन हेर्नुहोस् पहिला, फाइन्ड द लोकल म्याक्सिमा मिनिमा भ्यालु एन्ड द पोइन्ट अफ इन्फ्लेक्सन अफ अ फङ्सन एफ अफ एक्स इक्वल टु x³ - 6x² + 9x + 12। अब यहाँनिर सरस्वती मैले सर्फेसले गर्न प्रयास गरेँ। यहाँनिर हेर्नुहोस् है, हामीलाई के छ, गिभन फङ्सन, गिभन के दिया छ, फङ्सन दिया छ एफ अफ एक्स इक्वल टु x³ - 6x² + 9x + 12 छ। अब यसको फर्स्ट डेरिभेटिभ निकाल्नुहोस् त। फर्स्ट डेरिभेटिभ कति हुन्छ, यो x³ को फर्स्ट डेरिभेटिभ कति हुन्छ, 3x² हुने भयो, माइनस भएको 6 को कति हुन्छ, x² को कति हुन्छ, 6 2 जा 12x हुने भयो, प्लस यो 9x को डेरिभेटिभ कति हुन्छ, 9 हुन्छ सिम्पली, प्लस यसको चाहिँ 0 भइहाल्यो, यो लेखौँ। अब त्यसको सेकेन्ड डेरिभेटिभ निकालिहाल्यौँ फेरि यसको सेकेन्ड डेरिभेटिभ अफ फर्स्ट डेरिभेटिभको सेकेन्ड डेरिभेटिभ निकाल्यो त। अब यसको कति हुने भयो, 3 2 जा 6 हुने भयो, माइनस 12 हुने भयो हो। अब चाहिँ यहाँबाट मैले क्रिटिकल पोइन्ट निकालेँ। फर क्रिटिकल पोइन्ट भनेको के हो, फर्स्ट डेरिभेटिभ चाहिँ 0 हुने ठाउँ। अब यहाँनिर क्रिटिकल पोइन्ट निकाल्नुहोस् त, 3x² -
12x प्लस 9 इक्वल टु 0। अब यसलाई फ्याक्टराइजेसन गरिदिनुहोस् सिम्पली। अब यहाँनिर हेर्नुहोस् त, मैले यहाँबाट 3 लाई कमन लिदिएँ। यहाँनिर फ्याक्टराइजेसन गर्नको लागि सजिलो होला। 3 लाई कमन लिए भने के हुन्छ, 3 कमन लिए भने x स्क्वायर माइनस 4 3 जा 12 हुन्छ। द्याट्स वाइ 4x यहाँनिर बाँच्यो। रिमेनिङ यहाँ चाहिँ के हुन्छ, 3 3 जा 9 होला। यहाँ 3 इक्वल टु 0 भयो। अब यो 3 चाहिँ तर डिभाइडमा जाला यता राइट साइडतिर, तर 0 भइहाल्छ। अब सिम्पली हामीसँग के बाँच्छ, x स्क्वायर माइनस 4x प्लस 3 इक्वल टु 0 गरौँ। अब यहाँनिर फ्याक्टराइजेसन गर्न जान्नु पर्यो। फ्याक्टराइजेसन गर्दाखेरि कसरी गर्नु पर्यो भने यहाँ पछाडिको साइनलाई हेर्ने, सिम्पली अगाडिको फाइनले चाहिँ के साइनले केही इफेक्ट पर्दैन, पछाडिको साइन हेर्ने। अब यहाँनिर एड गर्दाखेरि 3 आओस् हैन, मल्टिप्लाई गर्दाखेरि 4 आओस्, त्यस्तो नम्बर फाइन्ड आउट गर्नु पर्यो है त। के अरे यहाँनिर एडिसन गर्दाखेरि 4x आउनु पर्यो र यसको चाहिँ मल्टिप्लाई गर्दाखेरि 3 आउनु पर्यो। सरी है, अगाडिको मिस्टेक छ। सो एडिसन गर्दाखेरि के आउनु पर्यो, 4x आउनु पर्यो र मल्टिप्लाई गर्दाखेरि 3 आउनु पर्यो। सो हामीलाई के थाहा छ, 3 1 जा 3, 3 प्लस 1 गर्दाखेरि हुन्छ 4x 4 हुन्छ सिम्पली। अब यहाँनिर हेर्नु लेख्नुहोस्, x स्क्वायर माइनस 4 प्लस 1 के हुन्छ, 3 पनि हुन्छ, 3 प्लस 1 यहाँनिर है, 3 प्लस 1 गर्दा के हुन्छ, 4 हुन्छ। 4 टाइम्स x बाहिर निकाल्ने प्लस 3 इक्वल टु 0, किनभने 3 1 जा 3 भइहाल्यो। 3 प्लस 1 गर्दा 4 हुन्छ। सिम्पली x स्क्वायर माइनस यहाँनिर x ले भित्र खोलिदिनुहोस् अथवा माइनसले पनि खोल्छ भित्र, 3x प्लस माइनस हुन्छ, सरी माइनस इन्टु प्लस गर्दा माइनस भयो, x प्लस 3 इक्वल टु 0 भयो हो। अब यहाँनिर हेर्नुहोस्, अब यसबाट कमन लिनुहोस्। यसबाट यहाँबाट के कमन आउँछ हेर्नुहोस् त, x कमन आयो योबाट, यहाँ पनि x स्क्वायर छ, यहाँ पनि 3x छ। सो x कमन आयो, यहाँ बाँच्यो के x माइनस 3 बाँच्यो हो। यहाँनिर के कमन आउँछ अब हेर्नुहोस् त, यहाँनिर के कमन आउँछ, यहाँनिर कमन आउँछ माइनस 1 कमन आयो हो। माइनस 1 कमन आयो भने भित्र के बाँच्यो, x माइनस 3 इक्वल टु 0 भयो। किनभने माइनस इन्टु प्लस गर्दा माइनस इन्टु माइनस गर्दाखेरि के हुन्छ, फेरि खोल्दाखेरि यही भइहाल्छ, x प्लस 3 भइहाल्छ। सो यहाँनिर अब के भयो, कमन लिउँ, x माइनस 1 एउटा भयो, अर्को चाहिँ के भयो, x माइनस 3 चाहिँ के भयो, एउटा भयो। सो इक्वल टु 0 भयो। सो यहाँनिर अब x माइनस 1 इक्वल टु 0, अब x भनेको सिम्पली 1 भइहाल्यो र अर्को फेरि के भयो, x माइनस 3 इक्वल टु 0 गर्दाखेरि x इक्वल टु 3 भयो है त। सो हामीलाई अब के थाहा भयो, x इक्वल टु 1 र 3 चाहिँ के भयो, हाम्रा स्टेसनरी पोइन्ट अथवा क्रिटिकल पोइन्ट भयो। अब स्टेसनरी पोइन्टलाई हामीले चाहिँ चेक गर्नु पर्यो, सेकेन्ड डेरिभेटिभमा चेक गर्नु पर्यो है त। अब चेक गर्नु पर्यो, पुट यहाँनिरबाटै गरेँ मैले। सो यहाँनिरबाटै गरेँ है त, यहाँनिरबाटै गरेँ, सरी यसलाई मैले अलिकति माथि सार्दिएँ। ल यहाँनिर सार्दिएँ, ओके। सो यहाँनिर हेर्नुहोस् त, अब पुट मैले यहाँबाट चेक गर्दै गरेँ, पुट x इक्वल टु 1 लाई पुट गरेँ। अब 1 कहाँ पुट गर्नु पर्यो, इन सेकेन्ड डेरिभेटिभ, सेकेन्ड डेरिभेटिभमा चेक गर्ने है। सो अब यहाँनिर हेर्नुहोस् त, f डबल ड्यास अफ 1 गर्दा कति हुन्छ, डबल ड्यास अफ 1 गर्दा कति हुन्छ, 6 इन्टु 1 माइनस 12 गर्दाखेरि सिम्पली चाहिँ तपाईँको 6 1 जा 6 माइनस 12 गर्दा माइनस 6 भयो। यो चाहिँ के आयो, लेस देन 0 आयो। अब तपाईँले थाहा पाउनु पर्यो, लेस देन 0 आउनु बित्तिकै यो क्रिटिकल पोइन्ट, यो 1 भन्ने पोइन्टमा चाहिँ त्यो फङ्सनले चाहिँ म्याक्सिमम भ्यालु दिँदो रहेछ अथवा लोकल म्याक्सिमम यो पोइन्टमा रहेछ। सिम्पली बुझ्ने है, क्रिटिकल पोइन्टले दिने भ्यालु हो। क्रिटिकल पोइन्ट यो 1 भन्ने क्रिटिकल पोइन्ट चाहिँ अब फङ्सनमा राख्दाखेरि अब चाहिँ म्याक्सिमम भ्यालु दिँदो रहेछ। किनभने सेकेन्ड डेरिभेटिभमा चेक गर्दाखेरि के आयो, नेगेटिभ आयो। अब फेरि सिम्पली चाहिँ अर्को क्रिटिकल पोइन्टमा चेक गरौँ, पुट यहाँनिर फेरि पुट x इक्वल टु कति, हामीसँग 3 छ। अब यहाँनिर सेकेन्ड डेरिभेटिभमा चेक गर्ने, रातो कालो भइरहेछ, केही पनि फरक छैन। सेकेन्ड डेरिभेटिभमा चेक गर्दाखेरि के हुने भयो, f डबल ड्यास अफ 3 इक्वल टु 6 इन्टु 3, मैले माथि यो एक्सप्रेसनमा चेक गरिरहेको छु है, सेकेन्ड डेरिभेटिभमा माथि मजाले बुझ्ने। 6 इन्टु 3 माइनस 12, 6 3 जा कति हुन्छ,
18 माइनस 12 सिम्पली तपाईको के आयो पोजिटिभ 6 आयो 6 अथवा 6 इज ग्रेटर देन 0 आयो 0 आयो भने अब के भयो यसमा के भयो यो 0 यो डबल डेरिभेटिभ चाहिँ के आयो ग्रेटर देन 0 आयो भने यसले चाहिँ के दिन्छ मिनिमम भ्यालु दिन्छ फंक्सनमा चाहिँ यो क्रिटिकल पोइन्ट सपोज यो 3 भन्ने क्रिटिकल पोइन्ट चाहिँ फंक्सनमा राख्दाखेरि के दिन्छ अब मिनिमम भ्यालु दिन्छ किनभने सेकेन्ड डेरिभेटिभ चाहिँ के आयो पोजिटिभ आयो पोजिटिभ आउनु भनेको म्याक्सिमम भ्यालु मिनिमम भ्यालु दिनु हो अब मिनिमम र म्याक्सिमम भ्यालु चाहिँ कसरी फाइन्ड आउट गर्ने त भन्दाखेरि अब हेर्नेर हेर्नुहोस् है मिनिमम र म्याक्सिमम भ्यालु पनि हामीले फाइन्ड आउट गर्छौं देयरफोर द फंक्शन अब यहाँ रिजल्ट लेखिहालु द फंक्शन has local maxima at point 8.1 and similarly the function has local minima at 8.3 भन्ने पोइन्टमा चाहिँ फंक्सनले के रहेछ लोकल मिनिमा दिँदो रहेछ सो अब म्याक्सिमम र मिनिमम भ्यालु पनि फाइन्ड आउट गरौँ न त यो फंक्सन यिनी क्रिटिकल पोइन्टलाई चाहिँ फंक्सनमा लिएर पुट गरौँ मैले तलतिर गर्नुपर्छ सो फंक्सनलाई कपी गरेर तल ल्याउँछु है त यहाँनेर यसरी मैले कपी गरे कपी अब यहाँले चेक गरौँ है यहाँनेर यहाँनिर के आयो अब हामीसँग फंक्सन चाहिँ यो छ अब म्याक्सिमम र मिनिमम भ्यालु निकाल्नु छ अब हामीले थाहा पाइसक्यौं थाहा पाएपछि अब म्याक्सिमम र मिनिमम पनि भ्यालु पनि निकाल्यौं त अब म्याक्सिमम भ्यालु निकाल्नु हेर्नुस् पहिला द म्याक्सिमम भ्यालु अफ फंक्सन maximum value of function कसरी निकाल्ने एट कुन पोइन्टमा छ म्याक्सिमम एट x इक्वल टु 1 भन्ने पोइन्टमा छ म्याक्सिमम छ है त किनभने त्यहाँ चाहिँ लेस देन 0 आयो त्यो सेकेन्ड डेरिभेटिभ म्याक्सिमम भ्यालु छ फंक्सनको लोकल म्याक्सिमम सरी लोकल म्याक्सिमम पनि लेख्नु होला है यहाँनेर लोकल म्याक्सिमम यहाँनेर मैले लोकल म्याक्सिमम भ्यालु अफ अ फंक्सन एट x इक्वल टु 1 अब यहाँनेर पुट गर्दै मैले सिम्पली f अफ 1 इक्वल टु 1 को क्यू माइनस 6 into 1 को स्क्वायर माइनस प्लस सरी 9 into 1 प्लस 12 गर्नुहोस् त कति आउँछ यहाँनेर सिम्पली कति हुने भयो 1 को क्यू 1 नै भइहाल्यो माइनस 6 into 1 को स्क्वायर गर्दा 6 नै भइहाल्यो प्लस 9 into 1 गर्दा 9 भइहाल्यो प्लस 12 हुने भयो सो तपाईले चाहिँ यहाँनेर यसलाई निकाल्नुहोस् त क्याल्कुलेटरमा हाल्नुहोस् त सो यहाँनेर चाहिँ के आयो 16 आयो अब यो चाहिँ के रहेछ म्याक्सिमम भ्यालु रहेछ सिमिलरली द लोकल मिनिमम भ्यालु सिमिलरली द लोकल मिनिमम भ्यालु अफ फंक्सन भ्यालु अफ फंक्सन एट टु x इक्वल टु कतिमा छ मिनिमम 3 मा छ अब निकालु त f डैश अफ 3 नै सरी f अफ 3 f डैश मा हैन है फंक्सनमा लिएर राख्ने f अफ 3 इक्वल टु 3 को क्यू माइनस 6 into 3 को स्क्वायर प्लस 9 into 3 प्लस 12 सो यहाँनिर 3 को क्यू कति हुन्छ 3 3 जा 9 माइनस कति हुन्छ
3 into 3 into 3 सरी यहाँ कति हुने भयो 27 हुने भयो है त कति हुने भयो 27 माइनस 6 को स्क्वायर 3 को स्क्वायर कति हुने भयो 9 9 into 6 गर्दा कति हुने भयो 54 अब 9 into 3 गर्दा कति हुने भयो 27 प्लस 12 अब यहाँ क्याल्कुलेसनमा गर्नुहोस् क्याल्कुलेटरमा हान्नुहोस् त कति हुन्छ सबै एक्सप्रेसनलाई सो सिम्पली चाहिँ यहाँ कतिमा चाहिँ 12 भयो यो चाहिँ के भयो मिनिमम भ्यालु हो किनभने 16 भन्दा 12 चाहिँ के हो सानो हो दैट्स व्हाई वी क्यान फाइन्ड आउट युजिङ द डेरिभेटिभ अफ अ फंक्शन इज वेयर द लोकल मैक्सिमा एन्ड वेयर द लोकल मिनिमा कुन फंक्शन चाहिँ त्यो पोइन्टमा चाहिँ लोकल मैक्सिमा छ कुन पोइन्टमा चाहिँ लोकल मिनिमा छ भनेर डेरिभेटिभको थ्रुबाट पनि हामीले फाइन्ड आउट गर्न सक्छौं प्लस ग्राफिकली पनि हेर्न सक्छौं है त अब अर्को एक्जाम्पल हेर्नुस् त यहाँनेर हामीलाई एउटा के छ फंक्शन छ f of x equal to 2x³ minus 15x square plus 36x plus 6 find the local maxima and local minima of a function यो फंक्शनको चाहिँ लोकल मैक्सिमा र लोकल मिनिमा फाइन्ड आउट गर्नुहोस् भन्यो है त सो यहाँनेर हेर्नुस् अब हामीलाई के छ फंक्शन गिवन फंक्शन कति छ 2x³ minus 15x square plus 36x plus 6 अब फर्स्ट डेरिभेटिभ निकाल्नु है त फर्स्ट डेरिभेटिभलाई रिप्रेजेन्ट गरिन्छ f dash of x which is equal to the 3 to the 6x square minus 15 to the 30x plus 36 simply 36x को डेरिभेटिभ चाहिँ 36 भयो सो सेकेन्ड डेरिभेटिभ f double dash of x equal to 3 to the 6x minus 30 भयो अब यहाँनेर क्रिटिकल पोइन्ट निकालु फर क्रिटिकल पोइन्टलाई के भन्छ स्टेशनरी पोइन्ट पनि भनिन्छ जहाँ चाहिँ फर्स्ट डेरिभेटिभ चाहिँ 0 हुने ठाउँ है त अब फर्स्ट डेरिभेटिभको भ्यालु राखु फर्स्ट डेरिभेटिभ भनेको कति छ 6x स्क्वायर माइनस 30x प्लस 36 इक्वल टु 0 अब यहाँबाट मैले 6 लाई कमन ल्याइदिए फ्याक्टराइजेसन गर्न सजिलो हुन्छ 6 लाई बाहिर लिए भने x स्क्वायर माइनस 6 5 30 5x प्लस 6x 36 हुन्छ यहाँनेर 6 बाँच्यो सो खोल्दाखेरि माथिकै एक्सप्रेसन आउँछ है अब 6 यता जाँदा राइट साइडमा डिभाइडमा होला सो यहाँ सिम्पली 0 भइहाल्यो 0 डिभाइड बाइ 6 गर्दा 0 भइहाल्यो सो हामीसँग के बाँच्यो अब x स्क्वायर माइनस 5x प्लस 6 इक्वल टु के बाँच्यो 0 बाँच्यो अब मलाई चाहिँ फ्याक्टराइजेसन गर्नु फ्याक्टराइजेसन कसरी गर्ने एडिसन गर्दाखेरि 5x आओस् एड गर्दाखेरि 6 आओस् अब त्यस्तो नम्बर त हामीलाई थाहा छ कति हुन्छ 2 into 3 गर्दा कति हुन्छ 6 हुन्छ 3 plus 2 गर्दा कति हुन्छ सिम्पली 5 हुन्छ अब यहाँनेर x स्क्वायर माइनस यहाँनेर कति हुने भयो 3 plus 2 times x plus 6 equal to 0 हुने भयो अब यहाँनेर खोल्ने मैले x स्क्वायर माइनस माइनसले भित्र खोल्नु पर्यो x ले पनि मल्टिप्लाई गर्नु पर्यो कति हुने भयो 3x माइनस माइनस इन्टु प्लस माइनस सिम्पली यहाँनिर 2x 2 into x गर्दा 2x प्लस 6 इक्वल टु 0 हुने भयो यहाँ माथिको मैले के गरे मेटिदिए ल अब यहाँनिर कमन निकाल्नुस् त के कमन आउँछ यहाँबाट के कमन आउँछ यहाँबाट के कमन आउँछ हेर्नुस् है अब यहाँबाट के आउँछ x स्क्वायर माइनस 3x छ यहाँ सिम्पली यहाँबाट के आयो x आयो सो यहाँ माथि गरे मैले यहाँनिर और यहाँनिर के आयो हेर्नुस् है और x कमन आयो यहाँ के बाँच्यो x माइनस 3 भित्र बाँच्यो माइनस यहाँबाट 2 कमन लिदिए माइनस 2 लिए भने के बाँच्यो यहाँ x माइनस 3 बाँच्यो इक्वल टु 0 भयो अब यहाँनिर और x माइनस 2 भयो एउटा चाहिँ अर्को चाहिँ के भयो x माइनस 3 इक्वल टु के भयो 0 भयो अब यहाँनिर आइदर और गरौँ x इक्वल टु x माइनस 2 इक्वल टु 0 सिम्पली यहाँबाट हामीले x इक्वल टु 2 निकाल्यौं अनि फेरि x इक्वल टु x माइनस 3 इक्वल टु 0 यहाँबाट हामीले चाहिँ x इक्वल टु 3 निकाल्यौं अब x को भ्यालु देयरफोर x इक्वल टु
2,3 चाहिँ के भयो हाम्रा स्टेसनरी पोइन्ट अथवा तपाईको चाहिँ क्रिटिकल पोइन्टहरु भए है त। सो अब क्रिटिकल पोइन्टलाई सेकेन्ड डेरिभेटिभमा लिएर चेक गरौँ। पुट x = 2 दैट मीन्स सेकेन्ड डेरिभेटिभमा है त। सेकेन्ड डेरिभेटिभ f डबल ड्यास अफ 2 = 6 * 2 minus 30 गर्दा कति भयो 6 * 2 गर्दा 12 भयो सिम्पली माइनस 30 गर्नु पर्यो है त। यो चाहिँ अब यहाँनेर चाहिँ के आयो माइनस 18 आयो। अब माइनस आयो भने के हुन्छ फर्स्ट डेरिभेटिभ सरी सेकेन्ड डेरिभेटिभमा क्रिटिकल पोइन्ट लिएर पुट गर्दाखेरि यसो के आयो माइनस आयो दैट मीन्स लेस देन 0 आयो भने यो पोइन्टमा चाहिँ के हुन्छ फंक्सन चाहिँ के रहेछ लोकल म्याक्सिमम हुन्छ है त। माइनस छ भने म्याक्सिमम। अब सिमिलरली अब पछि रिजल्ट पनि लेख्छौँ हामीले पुट x = 3 कहाँ लिएर चेक गर्ने सेकेन्ड डेरिभेटिभमा। सेकेन्ड डेरिभेटिभमा अब यहाँनेर f डबल ड्यास अफ 3 = यानी कति हुन्छ 6 * 3 minus 30 गरौँ। अब कहाँनेर के हुने भयो सरी फर माई मिस्टेक। यहाँनेर हेर्नुहोस् त मैले चाहिँ ठ्याक्कै यहाँनेर चेक गर्दै थिएँ ठ्याक्कै माइनसमै आउला जस्तो भयो त्यही भएर मैले सरसर्ती हेरेको चाहिँ यहाँनेर के रहेछ मिस्टेक रहेछ। अब त सबै ठिकै रहेछ तर सेकेन्ड डेरिभेटिभ निकाल्ने ठाउँमा हेर्नुहोस् त सिम्पली चाहिँ यहाँनेर के हुन्थ्यो यसलाई मैले चाहिँ मेटिहालेँ। सो हेर्नुहोस् त सेकेन्ड डेरिभेटिभ निकाल्ने ठाउँमा अब यहाँनेर यसको डेरिभेटिभ त के हुन्छ फेरि यसको कति हुन्छ 12x minus 30 हुन्थ्यो के यहाँनेर ठ्याक्कै यहाँनेर मिस्टेक थियो। यहाँनेर 12x minus 30 थियो। म त किन नेगेटिभ आयो भनेर सोचिरहेको थिएँ ठ्याक्कै यहाँनेर 12x minus 30 थियो। अब सिम्पली केही बिग्रेको छैन। अब पुट x = 2 अब फर्स्ट सेकेन्ड डेरिभेटिभ यहाँनेर सिम्पली मैले सुरु गरेँ है त। सेकेन्ड डेरिभेटिभ भनेको f डबल ड्यास अफ 2 = 12 * 2 minus 30 गर्दाखेरि कति हुने भयो 12 * 2 गर्दाखेरि कति हुने भयो यो चाहिँ 24 हुने भयो माइनस यहाँनेर कति हुने भयो 30 गर्दाखेरि के हुने भयो यो चाहिँ -6 हुने भयो -6 आयो है त। -6 आयो भने सिम्पली तपाईले यहाँनेर के बुझ्नु पर्यो यो पोइन्टमा यो भनेको 2 भन्ने पोइन्टमा चाहिँ यो 2 भन्ने पोइन्टमा चाहिँ फंक्सनले के दिइरहेछ के दिने रहेछ लोकल म्याक्सिमम भ्यालु। अब सिमिलरली पुट x = 3 पुट गरौँ। हामीसँग दुईटा क्रिटिकल पोइन्ट छन् 2,3 सो 3 लिए भने मैले अब यहाँनेर चाहिँ के हुन्छ f डबल ड्यास अफ 3 = यहाँनेर चाहिँ 12 * 3 minus 30 केही पनि बिग्रेको थिएन। यहाँनेर सेकेन्ड डेरिभेटिभ मात्रै बिग्रेको थियो। अब सेम केही पनि बिग्रेको थिएन है त नझुकिनु होला यहाँनेर। अब यहाँनेर कति हुन्छ यहाँनेर कति हुने भयो 36 हुने भयो 36 minus 30 गर्दाखेरि यहाँनेर के आयो सिम्पली चाहिँ तपाईको 6 आयो। यहाँनेर चाहिँ के आयो 6 आयो विच इज पोजिटिभ दैट मीन्स ग्रेटर देन 0 आयो। अब यहाँनेर चाहिँ के हुन्छ यो 3 भन्ने पोइन्टमा चाहिँ के रहेछ लोकल के रहेछ मिनिमम भ्यालु। अब यहाँनेर लेख्नुहोस् रिजल्ट लेख्नुहोस् देयरफोर the function has local maximum value at x = कतिमा म्याक्सिमम भयो 2 and minimum value at x = 3 मा चाहिँ के भयो मिनिमम भयो किनभने सेकेन्ड डेरिभेटिभ चाहिँ ग्रेटर देन 0 आयो है त। सो अब म्याक्सिमम र मिनिमम भ्यालु पनि निकालिहालौँ। त्यसको लागि मैले फंक्सनमा लिएर राख्नुपर्छ क्रिटिकल पोइन्टलाई। अब मैले फंक्सनलाई चाहिँ कपी गरेर यहाँ माथिबाट ल्याउँछु है त। यहाँनेर मैले सिम्पली चाहिँ फंक्सनलाई चाहिँ कपी गरेर तल लिए है हेर्नलाई सजिलो हुन्छ भनेर। अब यसलाई कपी गरे है त यसलाई कपी अब यहाँनेर पेस्ट गर्छु है त। अब सरी अब यहाँनेर Ctrl+V कहाँ गयो यहाँनेर है त। यहाँनेर आयो ल सिम्पली अब हामीले चेक गर्न सक्छौं
मिनिमम र म्याक्सिमम भ्यालु चेक गरिसक्यो र अब निकालौँ म्याक्सिमम भ्यालु द म्याक्सिमम भ्यालु अफ फंक्सन म्याक्सिमम भनेको लोकल म्याक्सिमम है त द लोकल म्याक्सिमम भ्यालु अफ फंक्सन को लोकल म्याक्सिमम भ्यालु कति एट x इक्वल टु 2 मा है त ल अब यहाँ 2 पुट गरौँ फंक्सन में लिएर राखौँ f अफ 2 इक्वल टु 2 इन्टु 2 को क्यूब माइनस 15 इन्टु 2 को स्क्वायर माइनस 36 प्लस है 36 इन्टु 2 प्लस 6 गर्दा कति हुने भयो यहाँ 2 को क्यूब कति हुने भयो 2 इन्टु 2 को क्यूब कति हुने भयो यहाँ चाहिँ 2 to the 4 4 to the 8 हुने भयो सिम्पली माइनस यहाँ 2 को स्क्वायर कति हुने भयो 4 हुने भयो सिम्पली 4 इन्टु 15 गर्दा कति हुने भयो 60 हुने भयो यहाँ कति हुने भयो 36 इन्टु 2 गर्दा कति हुने भयो यहाँ चाहिँ 72 आयो 72 प्लस 6 गर्दाखेरि यहाँ सबै गर्नुहोस् त 8 टु जा कति हुने भयो 8 टु जा चाहिँ तपाईको 16 हुने भयो माइनस 60 प्लस 72 प्लस 6 गरेर तपाईले क्याल्कुलेटरमा हाल्नुहोस् त यहाँ चाहिँ 34 आयो है त अब यो चाहिँ के हो म्याक्सिमम भ्यालु हो हामीलाई थाहा छ तर अर्को पनि निकाल्छौं तर यो भन्दा सानो आउनुपर्छ अनि सिमिलरली the local minimum value of function at x equal to कति मा 3 मा अब यहाँ पुट गर्नुहोस् f of 3 equal to 2 into 3 को क्यूब यहाँ 3 को क्यूब है 3 को क्यूब माइनस 15 इन्टु 3 को स्क्वायर प्लस 36 इन्टु 3 प्लस 6 गर्दा कति हुने भयो यो सिम्पली यहाँ 3 को यो चाहिँ 54 हुने भयो 54 माइनस यो चाहिँ कति हुने भयो 3 को स्क्वायर 9 9 इन्टु 50 गर्दाखेरि कति हुने 15 गर्दाखेरि कति हुने भयो 135 प्लस 36 इन्टु 3 कति हुने भयो 108 प्लस 6 गर्दा यहाँ सिम्पली कति आउँछ हेर्नुहोस् त अब यहाँ चाहिँ 33 आयो ठ्याक्कै एक कम आयो मतलब यहाँ हेर्नुहोस् त 33 इज लेस देन दैट अफ द 34 हो दैट मीन्स द फंक्शन हैज अ लोकल मैक्सिमम भ्यालु मिनिमम भ्यालु अफ अ फंक्शन एट x इक्वल टु 3 फंक्शन को मिनिमम भ्यालु चाहिँ x इक्वल टु 3 मा रहेछ र लोकल मैक्सिमम भ्यालु चाहिँ एट x इक्वल टु 2 मा रहेछ मैक्सिमम भ्यालु भनेको 34 हो अनि मिनिमम भ्यालु चाहिँ 33 हो लोकल है लोकल म्याक्सिमा र लोकल मिनिमाको कुरा गरिरहेको छु बुझ्नु होला है त सो यसरी चाहिँ कुनै पनि फंक्शनको लोकल म्याक्सिमा र लोकल मिनिमा चाहिँ तपाईले फाइन्ड आउट गर्न सक्नुहुन्छ है त